एका देशमा एउटी बुढी आइमै थियो अरे र चाहिँ बच्चामै मरि अरे हजुर हैन सोच्नु भएको छ कुनै बेला कुनै समय मेरो श्रीमान चाहिँ यो पेसाको होस् भन्ने लाग्छ नि आफूलाई हैन कोही डाक्टर भन्छन् कोही इन्जिनियर पाइलट तपाईको इच्छा पूरा होस् अनि पाइलट चोरा खाने चाहिँ मान्छेको गीत एकदमै एकाएक हिट भइरहेका छन् प्रेम प्रस्ताव कतिको आए कतिचोटि भनिसके इन्टरभ्यूमा जतिखेर यही क्वेसन चाहिँ काहीँ पनि छुट्दैन हैन धेरै आयो कस्ता कस्ता आए रगतले लेखेका आए कि फेसबुक मेसेन्जर भाइबर व्हाट्सएपमा मात्र आए कि रगतले लेखेका रगतले पनि लेख्छन् अनि हल्गर गीतहरू गाउनेहरूको लागि चाहिँ अलिकति कडाइ गरेको छ प्रहरीले पनि सरकारले पनि हैन भिडेन चिन्नुहुन्छ चिन्नलाई पत्रिका पढ देखेर फोटो थाहा पाउँछस् को हो पुरै छ संघर्ष गरिराको अघि बढिराको पैसा झरिराको के सुन्नु भएको छ भन्दै छु र्याप मुझे हैन मैले गाना गाएको र्याप भने मुझे यही हो कस्तो मुझे थाहा नभएको एकपल्ट चाहिँ सुनेको थिएँ इज्जत कर मेरो पसिनाको मैले के गर्नुपर्छ मलाई नसिका ब्रो यो फुच्चे किन यति साह्रो बढी भएको भन्नु न त्यस्तो पनि होइन तर मैले क्लास लिँदै थिएँ सिकेकै छैन पनि भन्न मिल्दैन अनि सिक्दै थिएँ अब कन्टिन्युअसली सिक्न चाहिँ अब चाहिँ थाल्छु अब रचना रिमल त धेरै अल्छी छ सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि कसले भन्नुभएको हल्ला सुन्छु नि त बजारमा कहाँ बजारमा थाहा हुन्छ त म घरमा सुतेको प्रेम के हो किन गर्छन् मान्छेले रचनाजी प्रेमको परिभाषा तपाईको मुखबाट जनता जान्न चाहन्छ सुन्न चाहन्छ प्रेम भनेको माया हो के भन्ने गीतहरू रेकर्डिङ भइरहेको थियो काठमाडौँमा अब दिनदिनै कामहरू पनि भइरहेको थियो होइन हाम्रोमा चाहिँ धेरै गाईहरू कराउँछ यहाँनिर दसैँकै कुरा गरौँ होइन दसैँ अब आइसक्यो होइन छेउमै छौँ हामी दसैँको छेउमा छौँ होइन कसरी मनाउने चाहिँ विचार गर्नुभएको छ यसपालिको दसैँ अब पहिलाको जस्तै टिका लगाएर होइन नि त मिठो चटपट बनाउन के गर्नुपर्ने रहेछ के राख्नुपर्ने रहेछ हाल्ने कुरा सबै हाल्नुपर्छ ओके तपाईले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को तपाईँ पागल म बन्न सक्दिन तिमीलाई छोड्न के कस्तो भइरहेको छ कसरी योजना के बनिरहेको छ गए उहाँ अब काठमाडौँमै भयो भने त दाइलाई नि लगाइदिन्छु अरू को हुनुहुन्छ तपाईँको दाइहरू टिका लाउन मिल्ने तपाईँ तपाईलाई मनपर्ने युवक को छ अहिलेसम्म कतिजना हुनुहुन्छ छैन भविष्यमा विवाह गर्छु भनेर सोच बनाउनु भएको छ नै छैन अहिलेसम्म सोच्नु भएको छैन कसैलाई प्रेम गर्नु भएको छैन ठ्याक्कै भन्नुहोस् छैन त्यसो भए तपाईँले अहिलेसम्म कुनै पनि युवकलाई प्रेम गर्नु भएको छैन मन पराउनु भएको छैन मन पराउँथे तर पहिला थिएँ अनि के बिचमा टुट्यो होइन हो मैले मात्र भित्रभित्र मन पराएको क्या तपाईँले मात्रै मन परायो हजुर अहिले चाहिँ कसैलाई मन पराउनु मैले जिस्केको है तर जे पाएँ त्यो भनिदिएको अहिले चाहिँ होइन तर